हिमाल पहाड आउँछ न यहाँ. It's not H-H-A, it's Hello, this is your mama. Hello, kid. This is your. यो हाम्रो चाहिँ लोकल गाइड हो ल साथीहरु. Very tired, हामी पुग्यौं. नाम्चे आइपुग्यौं. हेर्न सक्नुहुन्छ हामी सबजना कहाँ पुग्यौं रे डाँडा बजार होमस्टेको लागि हामी गइराछौं. हेर साथीहरु क्यामेरामा आइम के आइम चाहिँ थाहा छैन हैन. हेर्नु मेरो मरि नै सक्यो साथीहरु यो झोला बोकेर है. नाइस हिमाल पहाड तर तनुजा हिरोनी भयो तिमी. Hi guys. वेलकम टु माई ब्लग. यहाँ चाहिँ श्री भानु सेकेन्डरी स्कुल रहेछ. साथीहरु हेलो साथीहरु हामी चाहिँ अहिले डाँडा बजार आइसकेका छौँ अनि हामी सनसेट हेर्न गइरहेछौँ. हेलो हाई गाइस. आयौँ हैन अनि हाम्रो ब्यागहरु राख्यौँ हामीहरूले अनि हामीहरू यहाँ सक्नुहुन्छ यो घरहरु दामी छ हैन. हाम्रो यहाँ श्रेष्ठ हेलो हाई सिसम हाई गर्दियो. यहाँ फोटो राम्रो सोनिया यी ब्युटिफुल गर्ल सोनिया आउँछ न यहाँ. It's not H-H-A, it's भिरा र बाहिरो खोलाको बाटो नमान्नु डराइ डर. प्राथमिक स्वास्थ्य केन्द्र जाने बाटो रहेछ. यहाँ चाहिँ हाम्रो प्राथमिक स्वास्थ्य केन्द्र डाँडा बजार पनि रहेछ. अब हामी उता जाँदैछौँ. सबैजना जाँदैछ यताबाट. यिनीहरू चाहिँ मेरै भ्लगमा भ्लग गरिरहेछन्. यहाँ चाहिँ हामी बिहाइन्ड द सिन वाला रेडी पार्दैछौँ. रोज तिमी धेरै राम्री भयो. सुभिक्षा तिमी धेरै राम्री भयो. सब राम्री भइरहेछन्. Hello, this is your mama. Hello, kid. This is your auntie. This is his Daddy auntie. That are on 2025. र पहिरो खोलाको बाटो नमान्नु डराइ डर. त्यसपछि आउँदैन माया थाहा छैन मलाई. Look at the view. कस्तो राम्रो देखियो. अलि चोलीमाथि छर्केला यो घालेकी रूप सुन्दर मेरी हजुर तपाईकै भलेकी यो सहर चिसो हुँदैछ आएर अङ्गाल मलाई. बाटो ब्लग गर्दैछौँ. यहाँ हामीलाई उडाइदियो भने थाहा छैन. हेर न मलाई. यहाँ हाम्रो साथीहरू दौडेर आउँदैछन्. एक्सर्साइजहरू कुकुरलाई चिसो भएन छ. यहाँ मकैबारी पनि रहेछ. मकैबारी दरेन्द्र हाम्रो हामी बसेको होमस्टे. यहाँ चाहिँ हाम्रो क्याम्प फायर अब चल्दैछ. समीक्षा के भन्न चाहन्छौ? लास्टै जाडो भइरहेको छ. आउनु चाहिँ लास्ट रमाइलो लाग्यो. जाडो चाहिँ रमाइलो. तिमी मलाई लास्टै रमाइलो लाग्यो तर थाहा छ
सुसी के खाएको सुसी के खाएको अब म पनि खान जान्छु ढोजे डाँडाको सनराइज हेर्न गइरहेको छौँ र सबैजनालाई यही रुममा उठाउँदै हिँडिरहेको छौँ। म चाहिँ रेडी भइसकेँ। अब अरू साथीहरू पनि रेडी हुँदैछन्। अब हामी सनराइज भ्यू हेर्ने ढोजे डाँडा सनराइज हेर्न गइरहेछौँ। यहाँ सबको स्ट्रगल हेर्न सक्नुहुन्छ। यहाँ सबको स्ट्रगल हेर्न सक्नुहुन्छ। सब जस्तो देखिरहेको छ। यहाँ भ्यू हेर्ने ठाउँमा सनराइज हेर्ने ठाउँमा आइपुगेको छौँ। अरू सब पछाडि छन्। सन्जा र म चाहिँ यहाँसम्म पुगेँ। आङ्गुरी गढी 5 डाँडा बजार। यही भ्यूबाट यही टावरबाट भ्यू हेर्न आएको। खासमा जाँदैछौँ पुग्दैछौँ थकै लाग्छौँ। हामी यहाँ टावरमा आइसक्यौँ। अब हामी सनराइज हेर्छौँ। हेर्न सक्नुहुन्छ। भ्यू चाहिँ दामी छ। हाम्रो साथीहरू चाहिँ उतै छन्। हामी चाहिँ तन्जारामा आइसक्यौँ। फाइनल्ली वी डिड इट। साथीहरू पनि यहाँ पुगिसक्नुभयो। 1 घन्टाको बाटो 45 मिनट भनेर हामीलाई यहाँ 1 घन्टाको बाटो। सनराइज भइसक्यो। यहाँ हामी टावरमा आइसक्यौँ। अनि यहाँ चाहिँ सबजना के अरे फोटोसुट भिडियो गर्दैछन्। टावरमा पुगिसक्यौँ। फाइनली वी डिड इट। हामी श्रीअन्तुमा हेर्न नसकेको सनराइजको भ्यू यहाँ ढोजे डाँडामा आएर हेरिसक्यौँ। बिहाइन्ड द सिनमा यहाँ रिल्स बनाउन आँटेको छौँ। हामी चाहिँ हामी अघि बल्ल तल स्ट्रगल गरेर चढ्यौँ। झर्दाखेरि चाहिँ मजाले झरिरहेछौँ। हेलो We miss you, Fiste. I miss you too. यो कटु छ रे। Game finish. यहाँ ढोजे डाँडा हामी पुगिसक्यौँ। बिहाइन्ड द सिन रिल्स बनाउँदैछौँ। समीक्षा केही भन्न चाहन्छौ? यहाँ आएर तिमीलाई कस्तो लाग्यो? रमाइलो लाग्यो। सनराइज हेर्नु गर्थेनौँ नि त। अनि यहाँ चाहिँ 5 बजे उठ्ने कष्ट गरेर आएर हेऱ्यौँ। तर जाडो लाग्छ, जाडो छ। फ्रिज भइसक्यो। तिमीलाई हिँड्दा कस्तो लाग्यो आउँदाखेरि? यस्तो कस्तो म त हिँड्न सक्छु होला जस्तो लाग्छ। म त गिभ अप गरिसकेको थिएँ। त्यो लास्ट त्यही तलै बस्छु म नजाम भन्न हेर्छु बरु बिचमा गएर वनमा मेरो सनराइज छुट्छ जस्तो लाग्छ। अब त आउँछ। बट फाइनल्ली वी डिड इट होइन त? हजुर वर्थ इट लाग्यो कि लागेन? वर्थ इट ठिकै लाग्यो। तर ठिकै पो। त्यत्रो आउँदाखेरि कस्तो भयो? यतिको त मेरो घरबाट पनि देखिन्छ। मेरो घरबाट पनि देखिन्छ।
गाइस अब हामी सनराइज हेरेर तल झर्दैछौँ। अघि हामी माथि चढ्दा त धेरै गाह्रो भइरहेको थियो, अहिले चाहिँ हामी झर्न एकदमै सिम्पल भइरहेछ। युवराजको बोट यहाँ देख्न सक्नुहुन्छ। वाउ दामी आएको यार भ्यू चाहिँ। दुईटा पो रहेछ। अब हामी होमस्टेबाट चाहिँ राजारानी जाँदैछौँ। सो लेट्स गो। अब हामी कहाँ जाने? अब हामी डाँडा बजार जाने। डाँडा बजारमा त छौँ हामी। अब चाहिँ हामी राजारानी जाने। हामी चाहिँ यो चौबिसे धनकुटामा आयौँ, मानु फुटोक भन्ने ठाउँमा। अब हामी चाहिँ सुन्तला टिप्न जाँदैछौँ। सुन्तला सुन्तला गाइस लाइक सुन्तला सुन्तला ओ सुन्तला खोर्सानी पनि रहेछ अक्कबरी के छ रे तन्जा देखो न गाइस देखो न अब हामी सुन्तला टिप्छौँ। मैले त लिएँ सुन्तला लिँदैछ। त्यहाँबाट सगरमाथा पनि देखिन्छ अरे, यो चाहिँ मलाई थाहा छैन। मेरो कपाल चाहिँ धेरै बिग्रेको छ होइन। अनि अहिले चाहिँ हामी यहाँ राजारानी तालमा आइसकेछौँ। तर रानी ताल भन्दो रहेछ। हामी आइसकेको छौँ। अब हामी भित्र इन्ट्री गर्दैछौँ। मेरो राजा चाहिँ छैन अनि त्यही भएर यो भनेको रानी ताल। राजा चाहिँ छैन अनि त्यही भएर यो भनेको रानी ताल। अब राजा रानी रानी ताल आएका छन् तर राजा त छैन। यो हाम्रो रानी ताल। अनि यता सबजनाले फोटोसुट गर्दैछन्। यता चाहिँ म चाहिँ ब्लग बनाउँदैछु। यहाँ देख्न सक्नुहुन्छ पछाडि पोखरी छ अनि यहाँ सबैजना पार्कमा रमाउँदैछन्। हामी अहिले पनि रानी तालमै छौँ। अब हाम्रो चाहिँ यहाँ ग्रुप फोटो हुन गइरहेको छ। यहाँ देख्न सक्नुहुन्छ हाम्रो चितवनको हात्ती। यो हाम्रो साक्षी रानी तालमा गएर पोज दिएर बसिरहेछ। पानी चाहिँ धेरै कालो रहेछ, अलि ब्लू ब्लू हुनुपर्ने हो तर यहाँ देख्न सक्नुहुन्छ। उता हात पनि रहेछ पर। यहाँ मेरो साथीहरू झन् राम्री भएर आएका छन्। रानीतालबाट फर्किसक्यौँ। अब हामी अर्को पार्कमा जाँदैछौँ। कुन चाहिँ पार्कको नाम चाहिँ थाहा छैन, कुन चाहिँ पार्क हो चाहिँ थाहा छैन तर जाँदैछौँ। नागबेली पार्क अरे। त्यहाँ चाहिँ हामी झर्ना हेर्न जाँदैछौँ। बेली पार्क। अनि त्यहाँ चाहिँ हामी झर्ना हेर्न बेली जेरेमायाको पार्क। सबैजना जाँदैछौँ। हाम्रो चाहिँ बाटो थाहा नभएको अवस्था होइन। अनि हामी हिँड्दैछौँ, भर्याङ खोज्दैछौँ। हामीलाई चाहिँ बाटो छैन। हाम्रो चाहिँ गाइड आउनु भएछ। कौन है ये लोग? कहाँ से आते हैं? हिँड्नु गाइड चाहिँ गाइड झर्ना अरे क्या होइन के हाम्रो गाइड आएको हो क्या। यो हाम्रो चाहिँ लोकल गाइड होला साथीहरू। हामीलाई गाइड गर्दै हुनुहुन्छ बाटो। त्यो दुईजना चाहिँ अब त्यहाँ गएर हराउँछन्। ऊ हाम्रो सिसमिज स्पेसल मेन्सन टु सिसमिज भ्लग। हामी अब झर्नामा आइसक्यौँ तर यहाँ पनि टिकट काट्नु हुँदो रहेछ। अब हामी जाँदैछौँ झर्ना हेर्नु। हामी फाइनली थाहा नभए पनि हाम्रो लोकल गाइडले हामीलाई झर्नामा ल्याइपुऱ्याइसक्नु भएको छ। थ्याङ्क यू आवर लोकल गाइड। त्यो लोकल गाइड भनेको हाम्रो कुकुर हो। हेडिङ टु झर्ना। लेट्स हेड टु झर्ना। 5 मिनट लाग्छ रे गाइजहरु। 5 मिनट लाग्छ झर्ना आउन। हामी जाँदैछौँ। ओइ ठाउँ त राम्रो छ त। यहाँ हेर साख्या कहाँ जानु लाग्यो? डेट झर्ना।
मेरो सिपा हो यो मेरो फर्स्ट सिपा मेरो सेकेन्ड सिपा माई फोरेभर सिपा ओ माई गॉड हाम्रो चाहिँ बुद्ध पनि हुँदो रहेछ नमस्ते ल मर्निङ सबैको भ्लग सुरु हुँदैछ फेरि यहाँ यो चाहिँ हाम्रो राम्रो बाटो छ कस्तो राम्रो बाटो हो यहाँ जब पूजा चाहिँ हाम्रो खोला छ अनि यहाँ पनि खोला रहेछ त्यो सिडी छ राम्रो रहेछ बाटो चाहिँ यस्तो राम्रो बाटोमा हिँड्दैछौँ कि सिसमको भ्लग हो तर मैले सिसमको भ्लगमा यस्तो हाइज्याक हानिदिएको छु सिसम पछाडि आउँदैछु हामी चाहिँ एकदम धेरै खतरा के खिलाडी हुँदै यस्तो यस्तो बाटो हुँदै जानु परिरहेको छ हेर्नु सक्नुहुन्छ वेलकम साक्षी बागले पूर्वको मान्छे यो हेर्दाखेरि चाहिँ मलाई कस्तो नमस्ते झर्नावाला फिल आइरहेको छ होइन पश्चिमको मान्छेलाई चाहिँ डेभिड फल छैन डेभिड फलमा आउने बित्तिकै आइहाल्छ यस्तो धेरै हिँड्नु पर्दैन एकदमै बल्ल थापाको हामीले यो चाहिँ एकदमै हिस्टोरिक प्लेस रहेछ एकदमै धेरै रिलिजियस प्लेस रहेछ उता पनि त्यही छ पहिरो झर्छ हाम्रो बाटो त फेरि खत्रै बाटो छ नि आउनुभयो सिसमिज भ्लग फेरि बाटो बिर्सेर उल्टो बाटो आयौँ जस्तो छ बिहान पनि हामी ढोजे डाँडा भनेर उल्टो बाटो गयौँ अहिले पनि अब यहाँ नागबेली ए आयो रे उल्टो बाटो गइरहेको थियौँ तर आयो कस्तो झर्ना हेर्नु गाइजहरू चाहिँ एकदम स्टिप छ कि एकदम यति आइहाल्नु भयो भने एकदमै कम्फर्टेबल जुत्ता लाएर आउनु होला ल प्लिज हिल बुट लाएर आउने काम चाहिँ नगर्नु होला किनभने यहाँहरू च्यातिसक्छ हाम्रो बिहान एउटा साथीको च्यात थियो सो प्रिभेन्सन इज बेटर देन क्योर आई गेस फाइनली हामी हाम्रो डेस्टिनेसनमा आइसक्यौँ झर्ना ब्युटिफुल झर्ना झरिरहेको छ डाँडा बजार कम्युनिटी ग्रुप कम्प्लिटेड हामी चाहिँ यस्तो जङ्गलको बाटो हिँडिरहेको छ जङ्गलको पत्ताहरू पनि हिँडिरहेको छन् हामी खान्छ ऊपर जङ्गल के पास देखो निंजा हथौड़ी अपने घर आया हथौड़ी ये है अपना यार हंसाता है ये अपने निंजा मैं हूँ एक निंजा तंदागिरी ए साकारकी ए सिसम चौधरी श्रेष्ठ वाग्ले मेरो सिप्पा स्वस्तिका आपकोटा हेर्नु गाइजहरू हामीले फेरि पनि सिसमको भ्लगलाई हाइज्याक गरिसकेको छौँ र यो पालि हामीसँग हुनुहुन्छ विशेष सृष्टि शर्मा ब्लगर कता रे नागबेली झरना सृष्टि जी मेरी सुनसवानी जी मेरी बन्नो जी मेरी क्यूटी जी आपने खाना खा लिया नहीं क्यों जी बोलो ना जी जी सॉरी जी जी साख्या जी जी हेलो वेलकम टु सृष्टिको सिसमको छोड्नु सृष्टिको नयाँ भ्लग सृष्टि.com अब आज हामी चाहिँ नागबेली हेरेर फर्किँदैछौँ ओ नागबेली अनि भन्नुपर्दा हामीले यहाँबाट हामी निस्किँदैछौँ अब हामी यहाँबाट हाम्रो अर्को डेस्टिनेसन भनेको कहाँ हुनेछ भन्दाखेरि हाम्रो गोपा होइन हुँदैन हाम्रो भेडाटारमा हुनेछ भेडाटारमा गएपछि हामीले के गरेछौँ थुक्पा खानेछौँ This is Sesami's vlog signing off from This is Sesami's vlog signing off from this vlog. Bye. Sesam Mata ki jai. Sesam Mata ki jai. अरे बोलो जय माता दी आगे वाले जय दिस इज द वे अब हामी सबैजना झर्नाबाट फर्किसक्यौँ अब हामी जान्छौँ हेडिङ टु कहाँ अरे भेडेटार हामी हाम्रो घोपा पुग्यौँ सबैजना
यहाँ सुतेर उठिसक्नु भयो ल यहाँ देख्न सक्नुहुन्छ हाम्रो स्विजरल्यान्ड गार्डन कस्तो लाग्यो साक्षी एक्सपिरियन्स सक्सेसफुल एकदमै रमाइलो भयो एकदमै वर्थ इट छ गाइज डाँडा बजार इज लाइक द बेस्ट प्लेस हाम्रो ट्रिप सक्सेस भइसक्यो हामी हाम्रो बिपी होस्टेलमा पनि पुगिसक्यौँ